हेलो, गुड मर्निङ, नमस्ते, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ म बच्चाहरूलाई पार्टीमा लिएर गएको। त्यहाँनिर त्यो बच्चाहरू चाहिँ पुरै त्यो जुसहरू खाइरहेछन् क्या, लुकी उनीहरू बसेर जुस खाइरहेछन् होइन। अनि मैले त देखेकै थिइनँ। अनि उसको बाबाले देखिसकेको छ, अनि त्यही भएर त्यो जुस खाएको देखेर चाहिँ देखिस्यो भनेर लुकेको भागेको हेर्छ न, जुस बोकेर भागेको गरिरहेछ होइन। अनि त्यस पछाडि हाम्रो घरमा चाहिँ मेन कुरा चाहिँ उनीहरू जुस बोकेर भाग्नुको कारण चाहिँ हाम्रो घरमा चाहिँ जङ्क फुडहरू अलाउड छैन होइन। अनि त्यस पछाडि अलाउड नभएकोले कारणले गर्दाखेरि उनीहरू लुकी खाइरहेछन् क्या घरमा। हामी जुस बाहिरको खानेकुराहरू केही पनि ल्याउने गरेको छैन। अनि घरकै मात्रै खानेकुरा बनाएर खुवाउने भएको कारणले गर्दाखेरि यसरी उनीहरू लुकी खाइरहेछन्। तर पनि उसको दादासँग भेट भएको कारणले गर्दाखेरि खुसी भइरहेछन् उनीहरू होइन, एकदम धेरै खुसी भइरहेछन्। लामो समय पछाडि भेट भएको, त्यसले गर्दाखेरि मलाई त थाहा नै थिएन भिडियो बनाएर राखिदिइरहेछ बाबाले। त्यही भएर अहिले यसो हेरेको भेट्टाएँ, अनिखेर पोस्ट गरेर राख्छु, पछि हेर्नलाई हुन्छ, उनीहरू खुसी हुन्छन् भनेर बनाएर राखिदिन खोजेको मैले। सबैजनालाई हेरिदिनु होला, सबैजनाले माया गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। धन्यवाद।